नमाज पढ्ने समय भइहालेछ कि हामी पढिहाल्छ कि अल्लाहु अक्बर अल्लाहु अक्बर हामी हेरिहाल्छ त यहाँ धेरै मान्छे छ तर मैले यो बोकेको नक्सामा हामी विराटनगर जाने बाटो हेरिरहेको छ अनि काँकरभिटे जाने बाटो पनि हामीले हेरिरहेको छ अनि हामीले धेरै 5 पल्ट हामी दिनमा नमाज पढिहाल्छ हामी कुरान पनि पढिहाल्छ तर हामीले नभेटाएको कुरा चाहिँ एउटै छ हामी स्वर्ग कसरी जाने त हामीले धेरै मेहनत गरिहालेको छ अनि हामी धेरै नमाज पढ्दै कुरान पढ्दै हामी धेरै मेहनत गरेर हामी स्वर्गको बाटो खोज्दै खोज्दै हामी थाकेर दिक लागिसक्छ हामीलाई बहुत दिक लागिसक्छ हामी अब वाक दिक भइसक्छ हामी अब बसिहाल्छ एक ठाउँमा निकै भिडभाड छ यहाँ त म पूजा गर्ने क्रममा हिँड्दै आउँदाखेरि यसो छिरेको त यहाँ त निकै मान्छे बोक्नु रहन्छ हल्ला भाइ कहाँबाट बाटो आज बिदा तिमीले यो बुद्ध बहिनी पनि बसिरहेको छ यहाँ त पूजा धर्म कर्म गरेको 25-30 वर्ष हो सबै ठाउँ यस्तो बाटाघाटा सबै कुरा थाहा छ तर यो स्वर्ग जाने बाटो चाहिँ मैले आजसम्म थाहा पाएको छुइनँ यही बाटो चाहिँ म खोज्दै हिँडिरहेको छु हल्ला भाइ चाहिँ कहाँ हिँड्नु भएको हामी त स्वर्गको बाटो खोजिरहेको छ नि अरे बाफरे स्वर्गको बाटो ठिक छ म पनि स्वर्गको बाटो खोज्दै हिँडिरहेको छु अब यही किसिमले हामीले स्वर्गको बाटो भेटेला त साथीहरु त अघि भेला सुन्नुभएको पण्डित बाजे पनि के भन्छ हाम्रो बाबुले बाजेलाई के भन्छ तपाईहरु के खोज्न आउनुभएको यहाँ पण्डित बाजे के खोज्न आउनुभएको तपाईँ हामी यहाँ स्वर्गको बाटो खोज्दै हिँडेका हौँ अनि तपाईँ हामी पनि त स्वर्गको बाटो खोजिरहेको भाइ तपाईँ पनि स्वर्गकै बाटो खोज्दै हुनुहुन्छ त्यही थाहा सबैजना मासु खाने हो मौज मार्ने हो जिन्दगी यही हो स्वर्ग नर्क हामीले छपायो स्वर्ग जाने मूल बाटो भेटायो कतिखेर आउनुभयो तपाईँहरू यहाँ के को लागि आउनुभयो यहाँ हामी त यहाँ स्वर्ग जाने बाटो गरिरहेछ स्वर्ग जाने बाटो भेटाउनु भएन भेटिएन हामीले त अनि कहाँ त्यहाँ नक्सामा छ त स्वर्ग जाने बाटो त स्वर्ग जाने बाटो कहाँसम्म तपाईँहरूलाई आज देखाउँछु हेर्न चाहनुहुन्छ हामी हेर्छ नि भाइ तिमी देखान्छ भने त ए कान्छा कता गएस यहाँ आइज छिटो त्यो नक्सा लिएर कता गएछ यो कान्छा घरमा एकछिन बस्दैन लुकुर गाउँमा हिँड्छ छिटो नक्सा लिएर आइज त यहाँ म स्वर्गको बाटो देखाउँछु भनेको नक्सा कता गयो खोइ नक्सा त साथी त्यहाँ उतै पल्लो कोठामा पो छ क्या भाइ छिटो लिएर आइज त नक्सा यहाँ नक्सा छिटो
क्या त्यही भएर त्यस्तो हुन्छ ल ल अब स्वर्ग जाने नक्सा कहाँ छ भन्दै गर्दाखेरि यहाँ छ स्वर्ग जाने नक्सा। म तपाईँहरूलाई स्वर्ग जाने नक्सा कता हो म स्वर्गको बाटो देखाउँछु है त अब हेलो हेलो अहिले नै आइहाल्नु पनि म अहिले भ्याउँदिनँ म एउटा सानो काममा छु यहाँ इमर्जेन्सी एकछिनमा आउँदा हुँदैन आइहाल्नु पर्ने ल ल म तुरुन्तै आएँ नि त्यसो त कान्छा म मेरो इमर्जेन्सी काम गरेर जानुपर्ने भयो यो नक्सा हेर्दै गर म आइहाल्छु है त यहाँ केही पनि गर्ने होइन है म आउँछु बाटो नभने है ल अनि मालिक नक्सालाई यसरी हेरिरहने हो केही नगर्ने नछुने यस्तो नक्साको बारेमा त मैले बताइदिइहाल्छु नि मालिकलाई किन पर्खेर बस्ने होइन यो नक्सा भनेको चाहिँ भरे मालिक आएपछि नभन्नु नि पनि तपाईँहरूलाई मात्रै सुटुक्क बताएको यो नक्सा भनेको के कहाँ जाने नक्सा पो भन्दै थियो मालिकले स्वर्ग ओके त्यसो भए यो नक्साको यो ठाउँमा हेर्नुभयो भने चाहिँ यो जग्गाको नाम चाहिँ नागपुर हो नागपुर बुझ्नुभयो अनि यो नागपुरबाट फेरि नागपुरबाट दुईवटा सुरुङ मार्ग छ त्यो सुरुङ मार्गबाट गयो भने चाहिँ फेरि सिङ्गापुर पुग्छ फेरि अनि सिङ्गापुर पुग्छ होइन तर सिङ्गापुरबाट चाहिँ फेरि सिङ्गापुरबाट यताबाट त्यो सुरुङ मार्गबाट निस्कियो भने ठ्याक्कै इन्डियाको कानपुरमा निस्किन्छ होइन अनि त्यसबाट तपाईँ फेरि एउटा जङ्गल जस्तो देख्नुहुन्छ यहाँनिर अनि त्यस पछाडि फेरि सिधै यता आउनुभयो भने यतातिर नझर्नु होला ठुलो ओडार छ फेरि होइन ओडारमा अब झोर जङ्गल पनि हुनसक्छ बाघ पनि हुनसक्छ होइन त्यस पछाडि तपाईँहरू कता जानुभन्दा यताबाट सिधै यो नक्साबाट झर्नुभयो भने यहाँ आइपुगेर यो पछाडिपट्टि नजानु होला म एकचोटि झुकिएर गएको थिएँ त्यसका बाजे गुहेश्वरीमा पुगेछु के गर्छ नक्साको बारेमा बताइरहेको छु त्यस पछाडि तपाईँहरू सिधै झर्नुभयो भने अडिने ठाउँ कहीँ छैन भिड मात्रै छ अब यो भिड भन्दा पनि तलतिर चाहिँ नरक पुग्नुहुन्छ नजानु त्यता तलतिर ए कान्छा ए हजुर 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 के गर्दैछ यहाँ यो लट्ठी के मेरो लट्ठी के गरेको यो गुहेश्वरी यो ओडार सोडार भनिरहेको छ के हो त्यो भनेको त्यस्तो भन्ने हो त के भने के नक्साको बारेमा कान्छोले त्यस्तो कहाँ हो त यो अब तपाईँहरूलाई म स्वर्गको बाटो देखाउँछु है त स्वर्गको बाटो कान्छा काम छैन उता गर कसरी जाने स्वर्गको बाटो चाहिँ कहाँ रहेछ भने म तपाईँलाई देखाउँछु यो हेर्दै हुनुहुन्छ नि अल्लाह दाजु यहाँ सुन्नुहोस् यो हेर्दै हुनुहुन्छ यो चाहिँ स्वर्गको नक्सा हो बुझ्दै हुनुहुन्छ अनि यो स्वर्गको नक्सा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ अनि यो प्रभु येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष यो संसारमा मानिसको रूप लिएर आउनुभयो र हामी सबै मानिसले गरेको पाप चाहिँ उहाँले यसरी आफै माथि लिनुभयो र उहाँ क्रुसमा यसरी टाँगिनु भयो र उहाँ हाम्रो पापको लागि यसरी क्रुसमा मर्नुभयो गाडिनु भयो तर 3 दिनपछि यसरी फेरि जीवित हुनुभयो अनि येशूले यसरी भन्नुभयो तपाईँले सुन्नुहोस् है त येशूले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पनि स्वर्गमा जान सक्दैन भन्नुभयो त्यही कारणले तपाईँहरूले स्वर्गको बाटो खोज्नु भएको त प्रभु येशू ख्रीष्ट पो हुनुहुन्छ त्यही कारणले आजकै प्रभुलाई विश्वास गर्न चाहनुहुन्छ बस्नु न कता भागिहालेछ दुईजना त के छ तपाईँहरूको विचार
बाहिर त ठिक त भागिसके। मैले पनि यत्रो 5 वर्षसम्म दुःखमा बसेर विश्वास गरेको तर स्वर्ग जाने बाटो पाइनँ, तर मैले आज थाहा पाएँ स्वर्ग जाने बाटो प्रभु येशू नै हुँदो रहेछ। म चाहिँ विश्वास गर्छु। ओ बाजे, तपाईँ चाहिँ के गर्नु, विश्वास गर्नुहुन्न? के गर्नु बाजेको घुम्दा घुम्दा अब 25-30 वर्ष बितिसक्यो। अब म पनि विश्वास गर्छु आजदेखि येशूमा। ए ल त्यसो भए तपाईँहरूले विश्वास गर्नु भने बाइबलले यसरी भन्छ, यदि तिमीले यसो नै प्रभु हो भनेर विश्वास गर्यो भने तिमीहरू परमेश्वरको सन्तान भयो भन्छ। त्यही कारणले आजदेखि तपाईँहरू स्वर्गको सन्तान भइसक्नु भयो है त। ए ल अब भोलिदेखि चर्च आउन सुरु गर्नुहोस्। सत्य खोजिरहेको छ मानिसहरूले, अनि त्यो सत्य पनि म नै हुँ र मानिसहरूले जीवन खोजिरहेको छ अनि त्यो जीवन पनि म नै हुँ। किनभने म सारा संसारका मानिसको लागि पृथ्वीमा आएँ र उनीहरूको पापको लागि म क्रुसमा बलिदान भएर च्यानमा गाडेको तेस्रो दिनपछि मृत्युबाट जिउँदो भएर जीवित भएर उठेँ। ममाथि विश्वास गर्ने हरेकले स्वर्गमा बास पाउनेछ भनेर येशूले भन्नुहुन्छ। यो चाहिँ बाइबलमा लेखेको छ।